हेलो नमस्ते नमस्ते सन्चै हुनुहुन्छ के छ खबर चाहिँ ल हजुरहरूलाई स्काई स्टुडियोको स्टुडियो टक्समा स्वागत छ थ्याङ्क यू स्टुडियो टक्सको बारेमा हल्का भन्नुपर्दा हामी चाहिँ आज रमाइलो रमाइलो गेम्सहरू पनि खेल्छौँ र हजुरहरू त जुम्बा क्लासमा लिनुहुन्छ नि त होइन सो हजुरहरूलाई क्लासहरूको बारेमा हल्का रिभ्यूहरू पनि लिन्छौँ सो रेडी हुनुहुन्छ स्टार्ट गरौँ गर्छ ओके ल हजुरहरूको इन्ट्रोडक्सनबाट सुरु गरौँ न है ल म्याम हजुरबाट नमस्ते मेरो नाम समिता बजाचारी के भनिदिनु भन्दैछ हजुर नमस्ते मेरो नाम सुजाता साकी ठेगाना सरस्वती नानी नमस्ते म पूजा बज्राचार्य त्यति मात्र हजुरहरू चाहिँ जुम्बा बाहेक होइन अरू के गर्नुहुन्छ हजुरहरूको प्रोफेसनहरू के हो म चाहिँ स्कुलमा गर्छु म्यानेजमेन्टमा छु म डिलाइट स्कुलमा मेरो चाहिँ अफिस छ जब छ तर म चाहिँ म्यानेजमेन्टमा हो हजुर म सहकारीमा ओके आज चाहिँ हाम्रो सोमा चाहिँ हामी के गर्छौँ भन्दाखेरि हजुरहरूलाई दुईवटा क्वेसन सोध्छौँ फर्स्टमा त्यस पछाडि हामी फेरि एउटा गेम खेल्नेछौँ बिचमा अनि फेरि अर्को दुईवटा क्वेसन सोध्छौँ अनि लास्टमा हामी ठ्याक्कै प्रोग्राम एन्ड हुनुभन्दा अगाडि फेरि एउटा गेम खेल्ने नै छौँ सो फर्स्ट क्वेसनबाट सुरु गरौँ न हजुरहरूले स्काई स्टुडियोमा जुम्बा क्लास लिँदै आइरहनु भएको छ है अनि हजुरहरूलाई चाहिँ कस्तो फिल भइरहेको छ सविता म्याम तपाईँबाट मलाई रमाइलो इन्जोय भइरहेछ रमाइलो लिइरहनु भएको छ क्लासबाट सुजाता रमाइलो आफ्नो फिटनेस ठिक भइरहेछ होइन तर यस्तो चाहिँ गर्नै पर्छ एज भइसकेपछि पनि जुम्बा क्लास चाहिँ जोइन गर्नै पर्छ जस्तो लाग्छ हजुर पूजा म्याम सेम यो रमाइलो भइरहेछ जस आफूलाई पनि टाइम दिनुपर्छ जस्तो छ होइन हजुर 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 रमाइलो भइरहेछ रमाइलो लागिरहेछ ओके अनि कतिको वर्थ छ यो क्लास जस्तै तपाईँहरू कतिको सेटिस्फाई हुनुहुन्छ हाम्रो यो जुम्बा क्लासबाट पूजामा सेटिस्फाई नै छौँ भन्नु पऱ्यो सेटिस्फाई हेल्थमा पनि अलिकति चेन्जेस आज लागिरहेछ हजुर। सुरुमा चाहिँ कस्तो यो जिउहरू ऊ भएको थियो अहिले चाहिँ अलिकति हल्का हजुर ऊ भइरहेछ हजुर ओके सुजाना जुम्बा क्लास जाँदाखेरि आफ्नो शरीर एकदम हल्का दिनभरिलाई एकदम हेल्दी हुन्छ होइन हजुर, हजुर। तर हामीलाई पनि एक मतलब एक सिङ्गल गरी सरले सिकाइरहनु भएको छ नि हजुर। त्योहरू पनि हामीलाई धेरै राम्रै भइरहेछ स्कुल जुम्बा क्लासै वर्थ नै लागिरहेछ उहाँलाई पनि त्यही भएर त उहाँ त एब्सेन्ट नै हुनुहुन्न नि त सविता हामी त regular। कहिले काहीँ एब्सेन्ट हुन्छ उहाँ त रेगुलर उहाँलाई त प्राइज दिनुपर्छ सविता म्याम कहिलेकाहीँ बिदाय हुनुभयो कहिलेकाहीँ मात्रै मात्र एब्सेन्ट हुनुहुन्छ नत्र चाहिँ फेरि हुने प्रायः चाहिँ म रेगुलर भएछु। हजुर हजुर क्लास नै हुँदैछ डान्सहरू पनि मजाले सिकाउनु भएको छ एकदम डान्स त जोस् जिउ हलाउन आयो अब होइन पहिलाको हेरेर चाहिँ हामीलाई चाहिँ अलि बढी नै आइरहेछ डान्स हजुर। चाहिँ अलिकति मुभ नभएको मुभ भइरहेछ जे होस् अब पहिला त यति आउँदैन नि त हामीलाई चलाउन मतलब जिउ चलाउनै आउँदैन हजुर। अहिले त्यति अनि भयो जस्तै नि यो आइरहेछ डान्सकै कुरा गर्दाखेरि गर्नुपर्दा जस्तै तपाईँहरूको फ्रेन्ड सर्कलहरू जति पनि हुन्छ नि उहाँहरूबाट चाहिँ कतिको कस्तो रेस्पोन्सहरू पाइरहनु भएको छ के जस्तो केही छ रेस्पोन्स एकदम राम्रो आइरहेछ नि मलाई त अब कस्तो प्रोग्राममा सिकाउ भनिरहेको छ है तर आउँदैन आफूलाई हजुर हजुर सबैले ल ल अब तिमीले सिकाऊ है भन्छ हजुर, त हजुर, खास हजुर। त त्यतिको त आउने त होइन त्यही पनि त्यो एउटा भिडियोले चाहिँ एकदमै उ गरेको छ त्यो हाम्रो हाम्रो माया पिरो हजुर हजुर माया हजुर पिरो। त्यो प्रख्यात त्यो भिडियोको पनि कुरा गरौँ न एकचोटि जस्तै हामीले त्यो भिडियो सुट गर्नुभन्दा अगाडि कति डेज जति हामीले रिहर्सल गऱ्यो 1 विक One अझै week बढी जस्तै होला। वान विक नै होला 1 विक लाग्यो त्यस्तै होला। त्यो हामीले कति 2 महिनापछि गरेको है त्यो भिडियो म चाहिँ फागुनदेखि आएको सर फागुनबाट। 3 महिनै हो साइडमा पनि हाम्रो अफिस सर्भिस भएको भनेको कहिलेबाट हो? मार्च 24 मार्च मार्च 24 मार्च 24बाट क्लासेस स्टार्ट भएको म हाम्रो 28 सबै गतेदेखि फर्स्ट डे फर्स्ट मार्च 24 मा आएको उहाँ म 28 गते म फागुनदेखि आएको हजुर म फागुन। म चाहिँ फर्स्ट दिनमा आएको अनि हाम्रो क्लास चाहिँ खास 27 गते हजुर 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 म चाहिँ जुम्बा नै खोजिरहेको थिएँ कि खास हजुर पहिला जिम जान्थेँ हजुर, हजुर। अनि टाइमिङ पनि मिलेन कि हजुर। 10 इयर्स बिफोर चाहिँ म जुम्बा नै गइरहेको ए, हजुर, अनि हजुर। सुफल
भएर चाहिँ मैले छोडेको जुम्बै खोजेर जुम्बाकै पाएन बिहान अनि ठ्याक्क उहाँले जमजम त्यहाँ नयाँ छ अरे भनेर भनेर म दगुरिहालेँ कि सविता म्यामबाट सुजता म्यामबाट बुझायो हाम्रो चाहिँ धेरै ठाउँमा खोइसक्यो जुम्बा तर हाम्रो मिल्दैन नि त टाइम मिलिरहेको थिएन अनि मैले त्यो अफिससँगले पनि सोधेको थियो टाइम मिलेन कि अनि यहाँ उसले भन्ने बित्तिकै म चाहिँ दौडिहालेको हाम्रो सविता म्यामको ओपनिङको डेमा पनि म त opening day-मा आएको थिएँ त अनि मलाई थाहा भएन नि त अनि पछि म आएर आफूले परिचित बुझाउनु पर्यो नि त अरूलाई घर बोलाउनुलाई पनि होइन अनि आफूले छिटो बुझेपछि अनि सबैले ल्याएको मेन त मलाई टाइमिङ मन परेको यहाँको चाहिँ 5 o'clock किनभने 6 मा त म त 8 बजे निस्किनै पर्छ घरबाट 8 बजे खानासाना पकाएर बाबुहरू 8 पनि बजे स्कुल जानु पर्यो बाबु र म सँगै निस्किन्छ सँगै स्कुल यो स्कुलमा ओके ओके अनि त्यही भएर पनि ए हजुर अनि मलाई त टाइमिङ त एकदमै 5 o'clock त एक्ज्याक्ट टाइम हुँदैन टाइम राख्ने मैले हो नि सर हजुर हजुर हामीलाई साँझमा भन्दा सविता म्यामलाई धन्यवाद सजिलो अनि 6 बजी भनेको 5 बजी मैले राखेको नि सर हजुर 6 बजे भने नि हामी हामीलाई मिल्दैन मिल्दैन 6 बजे अर्को सिफ्ट हुनुहुन्छ अहिले चाहिँ होइन भ्याउँदैन पनि कि होइन हाम्रो घराइसी काम पनि हजुर सबै भ्याउनु पर्यो नि त टाइम सबै मिलाउनु पर्यो 5-6 भने चिक्क भयो मैले त कति ठाउँमा हेर्न गइसकेँ नि यो जुम्बा जस्तो योभन्दा अगाडि हजुरले गर्नुभएको जुन 10 years। त्यहाँ चाहिँ कुन टाइममा गर्नु त्यसै त्यतिखेर म जब गर्दिनँ ए, ए, चाहिँ हजुर। सासु हुनुहुन्थ्यो घरमा ए, हजुर, हेर्नु हजुर। पर्ने भएकोले चाहिँ बिहान 6 बजी जान्थेँ एकजना 6 to 7 पछि त्यो आफ्नै स्कुलमै हो त्यो पनि ए आफ्नै स्कुलमा आफ्नै स्कुलमै। ए नाइस 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 दिदी बहिनीहरू नै सबै जान्थ्यो रमाइलो थियो पनि अहिले पनि छ हाम्रो त्यो ग्रुप चाहिँ ए, मन्थली हामीले स्कुलमै कलेक्सन गर्नुहुन्छ हजुर? स्कुलमै ए, ए। अहिले छ नि उहाँ सर चाहिँ युके जानुभयो ए हजुर हजुर अहिले त बन्दैछ त्यही पनि हामीले कलेक्सन गरिरहेको छ त्यहाँको जुम्बाको चाहिँ मन्थली हामीले पैसा कलेक्सन गरेर हजुर। 5 इयर्समा निकाल्ने बाँड्ने त्यस्तो गरिरहेको ए, छ ए। कन्टिन्यू नै छ त्यहाँको जुम्बा ग्रुप पनि चलिरहेछ ल ओके ब्याक टु द हाम्रो भिडियोको कुरामा थियौँ अघि हामी जस्तै भिडियोबाट चाहिँ जस्तो हाम्रो त्यो भिडियो हामीले कहिले हालेको थियौँ भन्दाखेरि न्यु इयरको न्यु इयरमा ठ्याक्कै न्यु इयरमा। ठ्याक्कै एक गते हालेको थियौँ त्यो भिडियो पश्चात चाहिँ कुनै त्यस्तो रिभ्यूहरू 10 बजे कुटिरहेको थियौँ स्पेसली हामी हजुर। 1 नाइट गएको थियौँ हजुर। अनि गाडीमै 10 बज्यो त्यसपछि खोलिहाल्यो अनि सबैलाई देखाएँ ओहो माइजू भने कसले को भने हजुरले म त माइती थियो नि त एक गते माइती थियो त्रिशुल थियो अनि हेरेँ अनि तर उसले फोन गरेर ल्याएको थियो मलाई त अनि हेरेँ तर आफूलाई चाहिँ कसैले नचिनेछ त्यसमा चिनेर तपाईँलाई मेरो भाउजूले चाहिँ कहाँ छ टिभी भन्दै नचिने भइरहेको चेन्ज भयो नि त उहाँको अँ, मेरो त हेलो। नाम नै चेन्ज भयो अनि त्यसमा फेरि लुक पनि खै अर्कै देखियो आफ्नै माइती खलले चिन्यो कि यस्तो भयो अनि कि सर कहिले यस्तो लगेर होइन, मान्छे अँ। डान्स गरेको भए नपत्याएको ए, हजुर, राम्रै हजुर। गौडो रहेछ भने तारिफ आयो जे होस् माइती खलबाट पहिला हो है तारिफ चाहिँ हजुर हजुर अनि सविता म त 10 बजेदेखि मेरो बुढो बेलुकासम्म त्यही गीतमा हेरेर डिक्क बनायो आफ्नो बुढीले जति हेरे नपुग्ने भन्दै दिनभरि हेर्ने तर होइन त्यो गीत तर त्यो गीत त हामीले जति हेरे नि नपुग्ने भइरहेको छ आफैलाई नै छ है त्यस्तो होइन लाइ राम्रो छ हामी पनि एकदम राम्रो छ हामी है। पनि बेला बेला हेरेर हुन्छौँ अस्ति मैले बिहान पनि हेरिरहेको त्यो थिएँ अहिले जहाँ गयो नि त्यसको मात्रै तारिफ भइरहेको अब छ है कहिले अहिले चाहिँ। डान्स नगर्ने बुढी होइन फर्स्ट टाइम डान्स गरेको भने दिनभरि हेर्ने त्यही गीतमा त्यो तपाईँहरूको क्रेडिट हो होइन हजुर हजुर होइन हजुरहरूले पनि धेरै नै हो मिहिनेत नि, अब हामीलाई हाम्रो फर्स्ट भयो नि त त्यो त हजुरहरूले पनि धेरै डान्समा मिहिनेत पनि गर्नु भएको त्यति छ। तारिफ आएको भनेको त ठुलै कुरा हो हामीले कति नजाने कति दिक्क पारे सरलाई है कसरी गर्ने कसरी गर्ने होइन, होइन, एकदमै तर लिएन छ सर, त्यसमा। अनि यहाँ चाहिँ सर कस्तो लाग्यो भने एकदम अल्छी नमनाइकन चाहिँ नि सिकाइदिन्छ नि त एक एक गरी हजुर। त्यो चाहिँ रमाइलो लाग्यो कि मलाई रमाइलो जसले पनि अब कोही त अलिअलि मतलब गाह्रो मान्छ नि त त्यस्तो हजुर। छैन हाम्रो कि त्यस्तो छैन सरहरू सब मजाको मजाको मैले छ। त्यही भने अनि सबैले भयो आऊ भयो आफूले एउटा हाम्रो छोराहरूको एजको हो हजुर हजुर भन्यो भने त। एकदम 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 अनि अहिले अरू थाहा भएन है तपाईँहरूले हजुर हजुर अनि ल, कोही कोही ओके। त अरूबाट अलि झर्को मान्छ नि त हजुर हो तर त्यस्तै छैन कि त्यो चाहिँ एकदम मजा लाग्यो त्यो चाहिँ मलाई त्यही त अब यस्तो हामी फ्रीली बोल्न पायो नि त जे भए आफ्नो पनि मनमा भएको कुरा पनि गर्न पाइयो अब भन्दा अरू हाम्रो मेन भनेको हाम्रो 5 म्याच गऱ्यो अँ। 5 म्याच गऱ्यो भने चाहिँ जुन ठाउँमा पनि अलिकति इजी हुन्छ अब जे कोही कि कोही सरहरू कस्तो अर्थी पनि हामीले भन्न गाह्रो माऱ्यो भने भन्दैन नि त हजुर, हाम्रो मनको कुरा हामीलाई पनि सोध्नु भनिराखेको कस्तो अप्ठ्यारो लाग्छ नि त हजुर, हजुर। भन्यो भने आउँदैन भन्यो अहिले त यहाँ सिकाइदिनु सबैजनाले आफ्नै सारा जे बोले नि हुन्छ कि हजुर हजुर एउटा Family स्काई भएको छ। फ्यामिली भएको छ नि, एउटा खुसी लाग्छ मलाई जस बच्चाहरू पनि रमाइलो मानिरहेको छ नि त बच्चाहरूको कुरा गर्नुपर्दा जस्तै हाम्रो सविता म्यामको छोरी हुन्छ र पूजा म्यामको चाहिँ बाबु पनि यहाँ हुन्छ अनि अब सुजिता म्यामको त छोराले ल्याएको छ। अब नानी ल्याउनु पर्ला अब चाहिँ ल ओके अब हामी गेमतर्फ लागौँ हाम्रो फर्स्ट गेम रहेको छ फाइन द इम्पोस्टर भन्ने गेम
फाइन्ड द इम्पोस्टर गेमको म हजुरहरूलाई सानो रुल्स भनिदिन्छु है। यसमा चाहिँ के हुन्छ भन्दाखेरि हामीले तपाईँहरूलाई 2 थरीको दही राख्दैछौँ हामीले, जसमा चाहिँ 1 थरीको दही चाहिँ एकदम अमिलो छ। अमिलो भन्दा ठिकै अमिलो होला सायद होइन। अनि एउटा दही चाहिँ गुलियो छ होइन। अनि र यो फाइन्ड द इम्पोस्टर भन्ने गेममा चाहिँ के हुन्छ भन्दाखेरि हामी ऱ्यान्डमली त्यो दही राखिदिन्छौँ। जसकोमा चाहिँ त्यो अमिलो दही पर्छ उहाँले चाहिँ लुकाउनु पर्ने हुन्छ आफूलाई, जस्तै चोर पुलिस खेले जस्तै म चोर होइन, मैले खाएको छैन टाइपले। जसमा चाहिँ हामीले तपाईँहरूलाई डिस्कसनको लागि 1 मिनट टाइम दिन्छौँ। 1 मिनटसम्म चाहिँ हजुरहरूले अब को इम्पोस्टर हो भनेर पत्ता लगाउनु पऱ्यो। अनि त्यस पछाडि लास्टमा भोट आउट गर्नु पऱ्यो है त, बुझ्नुभयो? ल ओके रेडी? ल हजुरहरूको अगाडि आइसकेको छ। पूजा म्याम हजुरबाट सुरु गरेँ? हुन्छ गरौँ। हजुर मेरो त सक्यो है दही हतार भाषा है खाएँ मैले, मिठो छ। म बिगार ओके कसले खानुभयो होला त अमिलो दही डिस्कसन गर्नु होला। म हजुरलाई 1 मिनटको टाइम छुट्याइदिन्छु। म चाहिँ ऊ भन्छु सुजाता। म पनि यतै छु है। स्योर हो? कसरी चाहिँ पूजा म्याम ठ्याक्कै फिक्स हुनुभयो तपाईँहरू? उहाँ आमुलो खानु हुँदैन नि त, अनि खाँदाखेरि त मुख बिगार। मतलब मुक्त होइन, तर मलाई चाहिँ है पूजै जस्तो लाग्यो। उसले मिठो छ भनेर भने भएर मिठै छ। मैले त मुख बिगारै छैन है। मतलब मुक्त याद गरेन है। ए मैले त मुक्तै हेरेको छैन पूजाको। ल हो 100% तर पनि पूजालाई परेको जस्तो लाग्यो मलाई पनि। 100%? मलाई पनि त्यस्तो लाग्छ है 100। पूजा म्याम होइन? म त सुजाता। तपाईँ सुजाता। ल ओके को इम्पोस्टर हुन्छ एकचोटि हात उठाइदिनु होला। आमुलो कहाँ खाएको? मलाई गुलेछ कि ल ओके सविता म्याम र सुजाता म्यामलाई 1 पोइन्ट पाउनु भएको छ। अब मैले कुर्ता खानु पर्यो। पूजा म्याम चाहिँ अब यहाँ एउटा हामीले डियरहरू राखिदिएको छौँ होइन। अब जसमा चाहिँ हजुरले एउटा छान्नु पर्ने हुन्छ। कागती र खुर्सानी हामी त्यस्तै खानुपर्ने होइन, एउटा गेम जस्तो छ। अनि म याद दिएको थाहा हो। पूजा म्याम लिऊ सुलेको के को यो सिङ यर फेभरेट सङ इन द फनी वे। ल त म भागिहाल्छु फेरि तपाईँहरू। ल फनी वेमा गाइदिनु पऱ्यो तपाईँले। गीतै आउँदैन नि गीतै आउँदैन नि त। त्यस्तो कहाँ हुन्छ? नत्र हजुरले अर्को अप्सन पनि छ जसमा चाहिँ हामीले कागती र खोर्सानी राखेको छौँ। तर फेरि कागती र खोर्सानी त्यो कागती चाहिँ मजाले चबाउनु पर्ने हुन्छ, खोर्सानी पनि मजाले चबाउनु पर्ने सबै खानुपर्ने। सबै खानु पर्दैन 1 बाइट। तर यो कागती चाहिँ 1 बाइटमै। म खोर्सानी गीतै आउँदैन नि त। गीतै आउँदैन 1 बाइट होइन। फनी गीत भने के हिन्दीमा गाउनु पर्ने गाइदिनु त एकचोटि आउँदैन। म यो खाइदिन्छु है। हामी खोर्सानी खायो। क्लोज सर्ट ओके ल खाइदे ल है त। ल ओके ल पुरा खानु पर्यो भन्दा आकाश सक्छ अब उहाँलाई खुवाउनु अब अब यताबाट आउँछ हो। अघि त्यहाँबाट आयो नि त। ल अबलाई अम्लो लाग्दैन रे। कागती चपाउन सक्छ नि अब त्यसलाई त्यसको पुरा खान्छ। ल अब मेरो पालो होला नि त अनि हो दही खाने। मलाई नै पर्यो होला कि फेरि मिठो होला। यतै पर्यो जस्तो कि दही। घुमफिर मलाई पनि अलिकति भएन उहाँलाई पर्यो भने। ल कसलाई पर्यो अब? ल अब कसलाई पर्यो? सुरु गर्ने त? ल ओके कसलाई पर्यो? कसलाई पर्यो अब? कसलाई पर्यो? के जातालाई पर्यो होला। मलाई चाहिँ होइन सवितालाई होला। होइन स्वाद मान्दैन नि। सुजातालाई डिस्कसन गर्नु तपाईहरु डिस्कसन गर्नु। खै मलाई चाहिँ यता लाग्यो है।
अमिलो लाग्दैन होला उहाँलाई उहाँलाई पऱ्यो होला हामी दुईजनाले उहाँलाई भन्नुपर्छ क्या हो स्योर फाइनल आन्सर उनीहरूले यो स्योर त भन्यो है तपाईँको अनि मलाई चाहिँ यताको जस्तो लागिरहेछ है सविता तपाईँको सविता म्याम पूजा म्याम तपाईँको पूजा सुविधा म्याम। म्याम उहाँ जस्तो लागिरहेको थियो ल दुवैलाई यता आइरहेछ है दुवैजना बिचको चाहिँ मलाई हेरेँ कि अब ल फाइनल हो फाइन रे होइन फाइनल ल ओके म 3 2 1 भन्छु कसलाई उनीहरूले दही खानु भएको छ हात उठाइदिनु ल ओके 3 2 1 उतै परेछ ल ओके मेरै जिरो होला सविता म्यामले पोइन्ट पाउनु भएको छैन अघि पाउनु भएको सविता छ म्याम फेरि पोइन्ट पाउनु भएको छ सुधा सविता म्यामले पाउनु भएको सुजता म्यामले मा चाहिँ हाम्रो यो राउन्डमा चाहिँ कसैले पनि पोइन्ट पाउनु भएन किन भन्दाखेरि मेजोरिटीमा पाउने रहेछ पोइन्ट चाहिँ खास यसमा चाहिँ सिर्फ सविता म्यामले मात्र पोइन्ट पाउनु भयो किन भन्दाखेरि दुईजना मध्ये एकजनाको मात्र भोट भयो नि त उहाँलाई दुवैजनाको भोट जानुपर्ने रहेछ है ल अब दुईजनाले चाहिँ पनिसमेन्ट पाउनु भयो सो हामी फेरि यही हाम्रो खोल्ने हो कि हामी कागती र खोर्सानीमा जाने त ल जाने पनिसमेन्टमा अलिक मिठोमा राख्नुपर्ने हो कि यो हजुर के भन्नुभएको खुर्सानी र कागजमा राख्नु हुँदैन थियो कि पनिसमेन्ट चाहिँ अलिक मिठोमा राख्नुपर्ने हो मतलब ए, होइन, बर्फी होइन, होइन, यो बर्फी ल, पेनामा ल, ल, राख्नु ल। पर्थ्यो कि यो पनिसमेन्ट चाहिँ काज पनि छ अरे हेर काज पनि छ अरे मैले लिनुपर्ने हो यो पूजा राम्रो तपाईँले बुझाइ पनि होला लु त आयो टेक अ बाइट ए मलाई त लेमन चिल्ली आएको थियो लेमन पनि चिल्ली पनि एउटा दिने होइन, दुईटामा एउटा के मनपर्छ त्यही मलाई दुइटै मन पर्ने ल है त त्यो पिरो छैन टुप्पा छोक्रा पालियो म पनि होइन अब त्यो डेढमै परिसकेपछि त आधी त खानै पर्यो आधी त खानै पर्यो अब के खुर्सानी खानै पर्ने हो र भने यो खानै नभए पर्यो अब। कागती खानु पर्यो अब तपाईँले इफ त्यो गर्नु भएन भने पनि फेरि त्यहीँ आउनुहुन्छ तपाईँ जसरी पनि लु खानु भयो खुर्सानी है त ल कागती खाऊँ न त कागज कागती खाऊँ न जन्मनु पर्दैन उहाँलाई त। आधी नै खानुपर्छ नि फेरि सक्छ होला One, two, three, go. Let's try. यति है ल खाएर मैले हरियो खुर्सानी ल चप्पायो ल चप्पायो खाएँ चपाउनु त खोइ आवाज आयो। माइकमा यस्तो गर्नु चपाउनु त माइकमा यस्तो गरेर आवाज आइसक्यो मिठो रहेछ है खुर्सानी पनि ल हस् धन्यवाद पिरो छैन पिरो छैन ला हो अब डल्ले खोर्सानी रहनु पर्ने भयो सधैँ मोटो खाले पिरो हुँदैन नि मसिनो खाले ल्याउनुपर्छ कि पिरो ए त्यो जिरे खोर्सानी अलिक मसिनो तातो होइन पिरो छैन कि मसिनो ए हो। लामोवाला अनि हुन्छ नि मसिनो पार्नु। टाइपको अनि हुँदैन है त्यस्तो अनि बोल्न नसक्ने गरी त्यस्तो पनिसमेन्ट दिएर कहाँ हुन्छ अनि सरले दिन्छन् चक्लेट ल पूजा म्याम हजुरको बात यो पूजामा अब के पर्छ पिरो भयो चक्लेट किन्न आउँछ सरले अनि के आयो बच्चाहरूलाई के किन्न आफ्नो छेउमा भएको मान्छेको एक्टिङ गर्ने ल ल गरिदिनु अब यो त गर्नै पर्छ यो त गर्नै पर्छ यो त गर्नै पर्छ अब तपाईँले दुईजना हुनुहुन्छ नि त दुईजना मध्ये एकजना जसको एक्टिङ गरे पनि भयो के एक्टिङ गर्ने है अब जैलीसँगै बसेर मान्छेले आइहाल्छ नि गर्नु होइन जैलीसँगै अब बसेर हाँस्दै हाँस्दै नि उतै एक्टिङ गर्नु पर्ला हुन्छ हुन्छ ल एकचोटि गरिदिनु त ठुस्सोमा हुन्छ र भने बैठमै बोल्छ होला मन ठुस्सो हुन्छ मलाई अघि फोन गरेँ भइसक्यो बोइ तिमीले एउटा कराउने तिमीले गइले आउँछ नि भन्दा थियो मलाई ल ओके पूजा म्याम ल ल एक्टिङ गर्दैन अब कागज खानु पर्ला त्यहाँ के खुर्सानी चपाउनु पर्छ पाउँछु एक्टिङ गरिदिनु हजुर खुर्सानी नै चपाउँछु खुर्सानी चपाउनुहुन्छ अहिले पनि खुर्सानी खायो खुर्सानी धेरै खाना हुँदैन फेरि त्यहाँ सुगर चाहिँ मजाले बोलाइरहेको फेरि होइन हो कागज त अलिकति खानु त हुँदैन त्यो कागज धेरै ठुलो होइन राखेको त्यो सबै खानुपर्छ कागती चाहिँ के गर्नु बाबाले अमिलो छैन रहेछ बाइट बाइट अब बाइट म त सक्दिनँ हौ कागज त आँखा झिम्का झिम्कै हुने म यसले सक्दो रहेछ भयो ल ओके थ्याङ्क यू हाम्रो फाइनल इम्पोस्टर गेमको विनर चाहिँ हाम्रो सबैजना म्याम भएको छ सो उहाँलाई सबैजनाले क्ल्याप गरिदिनु होला एकचोटि हाम्रो गेम फर्स्ट गेम राउन्ड सकिएको छ हजुरहरूलाई कस्तो लाग्यो कागती खाँदा कस्तो लाग्यो खुर्सानी खाँदा कस्तो लाग्यो ल खाने मान्छे भन्छ खाने मान्छे मै हो है कागज पनि कागती अमिलो थियो खुर्सानी ठिकै थियो खुर्सानी पिरो भएन पिरो भएन छैन ल अब हामी नेक्स्ट टाइम चाहिँ फेरि हजुरहरूलाई नै हामीले कुनै एपिसोडमा लिएर आयौँ भने चाहिँ एकदमै अलिकति पिरो मसिनो टाइपको
खुर्सानी अब चाहिँ चाहिँ खुर्सानी सबै उसले गर्ने गरी गर्नुपर्छ अब चाहिँ म खाइदिन्छु मतिर मलाई त कि त डल्ले खोर्सानी बढी कि हुँदैन त त्यो जिरे खोर्सानी है सक्ने छ खाना ल ओके अब हामी फेरि केही गफाफ गरौँ न है क्लासकै कुरा गरौँ न त्यसरी जस्तै हाम्रो जुम्बा क्लास जोइन गरिसके पछाडि होइन जस्तै स्टार्टिङको आफू र अहिलेको आफूमा चाहिँ हजुरहरूलाई के कुरामा चेन्ज महसुस भइरहेको छ धेरै कुरामा चेन्ज छ अब जस्तै कि पहिला त अब जो भारी हुने हिँड्नु गाह्रो हुन्थ्यो त अहिले त हल्का एकदम लाइट हिँड्न सकिन्छ होइन दिनभरि अब फेसअप नै भइरहन्छ नि त त्यहाँ आएर त्यही हो मलाई पनि त्यस्तै हो अलि जिउ हल्का घर बस्दा दिनभरि बिहानभरि सुत्ने हुन्छ अनि फ्रेस भइरहन्छ यहाँ भने चाहिँ फ्रेस हुन्छ जुम्बा क्लास अहिले चाहिँ अलि आउनु पाइरहेको छैन त्यही भएर अलि जिउ अलि भारी छ तर हामीलाई चाहिँ जुम्बा क्लास चाहिँ आउनै पर्दो रहेछ भन्ने चाहिँ म भन्छु टाइम पनि ठ्याक्क हाम्रो म्यानेज भइरहेको छ अहिले त बिहान ठ्याक्क हामी म 4:30 उठ्छु ठ्याक्क टाइम म्यानेज भइरहेको छ त्यतिको भारी चाहिँ हुँदैन स्टार्टिङमा गरेदेखि 20 जस्तो पेट चाहिँ घटाएको जस्तो फिल चाहिँ भएको छ तर घटेको चाहिँ छैन पेट चाहिँ खाली भएको छ हाम्रो है तर फिल चाहिँ भारी हुने पेट चाहिँ अहिले हल्का भएको छ तर पेट चाहिँ छ पहिला अब हामीलाई एकदम गाह्रो हुन्छ नि त हिँड्नलाई डुल्न एकदम गाह्रो छ नि त जो पहाडी जहाज जस्तो सास फेर्न गाह्रो छ त्यस्तै अहिले चाहिँ छैन कि यहाँ आएर चाहिँ एकदम हल्का भएको छ हजुर जस आउनु चाहिँ मनपर्छ मिस गर्न मन लाग्छ कहिले काहीँ काम परिहाल्छ हामीहरूको चाहिँ चाडपर्व आइरहेको छ एब्सेन्स चाहिँ बस्नै पर्छ फेरि हामी नेवारहरूको त चाडपर्व त अब हप्तामा आइहाल्छ हप्तामा आइहाल्छ होइन आफ्नो पर्व पनि मनाउनु त परिहाल्यो अहिले अलिक ग्याप छ है यो वैशाखसम्म मात्र हो हाम्रो है त्यसपछि जेठमा छैन हजुरहरूको जस्तै एक महिनामा कतिवटा प्रोग्रामहरू हुन्छ जस्तो यो धेरै जस्तो वैशाखमा धेरै वैशाखमा बढी वैशाखमा बढी अलिक बढी हुन्छ भदौ आएपछि होइन हप्ता हप्तामा आउँछ भदौ आएपछि फेरि हप्ता हप्ता दसैँ नआएसम्म दसैँ हुन्छ अब दसैँ यो 2 महिना ग्याप हुन्छ तिहारसम्म हुन्छ भदौ जेठ र असारमा चाहिँ केही पनि हुँदैन फेरि अर्को एउटा क्वेसन गर्न चाहन्छु हजुरहरूलाई स्काई स्टुडियोको हजुरहरूलाई चाहिँ के कुरा चाहिँ एकदमै मनपर्छ र केही कुरा चाहिँ हामीले सुधार्नु पर्ने देख्नु भएको छ तपाईँलाई सुधार त खासै केही छैन सुधार त केही छ कि खासै केही छैन मनपर्ने सरहरू अब धेरै फ्यामिली हुन्छ फ्यामिली होइन एकदम बुझ्ने खालको हुनुहुन्छ नि त्यसै असाध्यै मनपर्छ हजुर हजुरलाई सुधार सुधार गर्नुपर्ने केही पनि छैन हाम्रो यहाँ सबै क्लासमा मिलिरहेछ मतलब जुम्बा छ डान्स सबै छ नि त हाम्रो योगा पनि भइरहेछ त्यति सुधार त देख्दैन हाम्रो एज अनुसारले चाहिँ हामी नै आउनु पर्यो रेगुलर हामीमै सुधार गर्नु पर्यो किन यसले मलाई सुना त होइन भने हामीमा चाहिँ सुधार गर्नु पर्यो हामी रेगुलर आउनु पर्यो सरहरू त सबै राम्रो हुन्छ बुझ्ने खालको हुनुहुन्छ नि त सरहरू हामीले हेर्छु पनि गर्नुहुन्छ होइन हजुर त्यो राम्रो हुन्छ अनि हजुरलाई डान्स चाहिँ कतिको मनपर्छ डान्स त हाम्रो फेभरेट हो नि डान्स त एकदम मनपर्ने हो के गर्ने अब डान्सको लागि नै है जुम्बा यो गर्नुपर्ने हामीले चाहिँ हजुर डान्स क्लास जोइन गर्दा नि भइहाल्यो होइन तर हामीलाई योगा नि चाहिन्छ हाम्रो एज अनुसारले योगा पनि चाहिन्छ हजुरले चाहिँ जस्तो पहिला तपाईँहरूको जुन तपाईँहरूको पालामा तपाईँहरू स्कुल पढ्दाखेरि कलेज पढ्दाखेरि तपाईँहरू डान्स गर्नुहुन्थ्यो मैले त छैन मैले चाहिँ एकचोटि गरेँ। दुईचोटि के होला क्लास स्कुलमा स्कुलमा गरेछु स्कुलमा चाहिँ भनौँ मैले त छैन फर्स्ट टाइम कलेजमा छैन स्कुलमा चाहिँ गरेछु मैले चाहिँ ए स्कुलमा चाहिँ गरेँ कलेजमा चाहिँ गरिनँ किनभने मर्निङ कलेज गर्थेँ हजुर, त्यसपछि हजुर। डाइरेक्ट टिचिङ नै गर्न जान्थेँ ए हजुर 8 हजुर बजे कलेज बङ्क गरेर अझ म टिचिङ कलेज बङ्क गरेर? ए, नि त फेरि त्यहाँबाट फर्केर ट्युसन क्लास लिन्थेँ एकदम बिजी थिएँ ए हजुर हजुर आफ्टर म्यारिड यो अहिले चाहिँ यो जस यो बच्चा ठुलो भयो नि हजुर। त्यहाँदेखि चाहिँ फ्री भयो अलिकति फ्री हुनुमा चाहिँ सुजना पनि गर्नुभयो पहिला मैले पहिला स्कुलमा चाहिँ तपाईँले गरेँ हजुरले दिदीबहिनी पनि हुनुहुन्छ नि मैले त यहाँ आएर भनेको फर्स्ट टाइम भने मुभ गरेको यहाँ आएर फर्स्ट टाइम हो नि स्कुलमा चाहिँ मैले मैले यहाँ बित्तिकै भने नि फर्स्ट टाइम अनि मैले बिचमा चाहिँ योगा पनि गइसकेको छु 2 महिना जति योगा नि गइसकेँ म ए हजुर मैले खास बिरामी मात्रै भयो मैले केही गर्न पाएन कि त्यस्तो केही खास चाहिँ बच्चा बेला के होइन बच्चाको डान्सहरूमा खासै छैन हजुर। पढ्ने मात्रै पढेँ कि म चाहिँ अब हामी नेक्स्ट गेमतिर लागौँ है नेक्स्ट गेमको हाम्रो नेम रहेको छ कम्प्लिट द सङ जसमा चाहिँ हामीले तपाईँहरूलाई छोटो गीत सुनाउँछौँ र बिचमा हामी त्यो सङ पज गर्छौँ र त्यस पछाडिको चाहिँ लिरिक्स हजुरहरूले कम्प्लिट गाएर कम्प्लिट गर्नुपर्ने हुन्छ र हजुरहरूको अगाडि चाहिँ हामीले बजर राखिदिन्छौँ र जसले फर्स्टमा बजर बजाउनु भयो उहाँले फर्स्ट बजर बजाउनु पर्ने हुन्छ र जसले नबजाउनेले होइन, अब को गीत पालो पनि आएन आउँछ। भने त- जस्तो तपाईँले मिस्टेक गर्नुभयो भने उहाँको पालो पनि आयो जस फेरि उहाँले मिस्टेक गर्नुभयो भने उहाँको पालो पनि
ल अब फेरि यसमा चाहिँ फेरि पनिसमेन्ट पनि छ है यसमा पनि सेम पनिसमेन्ट हो कि है ल सो रेडी हुन्छ रेडी अगाडि बजार पनि आइसकेको छ र जसले फर्स्टमा बजार बजाउनु भयो फर्स्टमा उहाँकै पालो आउँछ है गीतहरू कतिको सुन्नुहुन्छ गीत आएन भने अब पनिसमेन्ट हजुरहरू गीत कतिको सुन्नुहुन्छ मलाई त पुरानो गीत चाहिँ सुन्छु मलाई त हिन्दी भए चाहिँ अलिअलि नेपाली आउँछ जस्तो छ नेपाली त मैले सुनेकै छैन नेपाली सुन्नु नेपाली त बाबुले सुनेको अलिअलि नेवारी गीत नेवारी पनि अलिअलि होला नेवारी चाहिँ ल हामीले चाहिँ अब हेरौँ कतिको आउँछ मेरो त्यसो। जेठाजुको गीत मात्र आउँछ मलाई नेवारी गीत उहाँ लेख्नुहुन्छ नि ए हो राइटर No one हुनुहुन्छ singer, writer. राइटर ए ओके रेडी हुन्छ ठ्याक्कै गीत पाउँछ नि बित्तिकै बजार बजाउनु पऱ्यो जसले फर्स्ट टाइम बजाउनु गीत त आउँदैन रहेछ है त्यसको। ल ओके रेडी माया प्रीतिमा थाहा छ Ready? माया प्रेममा थाहा छैन। ओके सुजन दुःख रहेछ के गर्नु कर्ममै काँचै काट्ने काँचै काट्ने के खै आएन मलाई गाउँ घरमै गाउँ होइन होइन काँचै काटे काँचै दुःखै रहेछ के गर्नु कर्ममै होइन कस्तो खुसी भयो त। त्यो चाहिँ ठ्याक्कै आयो ल ओके ओके ल ओके सुजन ल क्ल्याप है त ल पुरै नआए पनि है अब फेरि हामी नेक्स्ट सङ तर्फ छौँ है त फेरि नेक्स्ट सङ बज्दैछ म चाहिँ गीत मात्रै गाएर बजार चाहिँ बिर्सिरहेको सतो आफै माया नि मको अनुकोवे वा त्यसपछि अब सचिका चिना सपहिना बजार बजाउनु है फेरि अरू पोइन्टमा हुन्छ होइन उसले बजिरहेछ नि ए सबै त मैले सोचेन हो उसले गाइरहेको छु बिर्सिनु भयो पास ल तपाईँ है गाउनु त म सचिका चिना सपहिना मस लाली तया जो बनानिला उयाला जो बनानिला उयाला छजी अब राउँ त्यहाँ सुजन यति नै हो मलाई पनि आउँदैन ल ओके सुजनाले फेरि पोइन्ट पाएको छ म पाउनु भएको छ मलाई क्ल्याप ओके हामी फेरि नेक्स्ट सङ तर्फ जाऊँ है त यो ज्यान त्यसै हो रुक्क होइन यो मन त्यसै कसम के छ म हामी पनि बिर्सिरहेको सुन्नुहुँदैछ कि त्यसो लाग्यो यो ज्यान त्यस आउँदैन हजुरलाई दुई मन मिलेसी मन त्यसै होइन यो ज्यान त्यसै फुरुक्क हो ल यो पोइन्ट चाहिँ कसलाई दिने त अब मलाई दिनु ये बड़ी अच्छी बात कही आप योगेश सबैजनाले यो पोइन्ट पाउनु भएको छ किनभने अलिकति तपाईँले गर्नुभयो नि त जस्तो गएको छ। क्ल्याप उहाँको लागि पनि चाहिँ आकाश भन्ने आउँदैन है हामी अब नेक्स्ट अब हामी यहाँ खाना पकाउँदा गीत सुन्ने गर्नु पर्यो खैनी चुरोट खान्छौँ कि दाँते कालो छ दाँते कालो छ हजुर दाँते कालो छ दिदीको मगन पाइसक्यो मेरै पालो छ दिदीको मगन पाइसक्यो
ल है त्यति भयो पनि मलाई त ल ओके ल नाइस उहाँले फेरि कम्प्लिट गर्नु भएको छ नाइस सुस्दैनाले फेरि बहिनीको पालो ल बहिनीको पालो पनि सकिसक्यो सकिसक्यो गीत अलिकति म्याच गरेर क्या ल ओके हामी फेरि नेक्स्ट सममा जाउँ है त ससुरा ए ससुरा बा मलाई साली मन पर्यो यसपछिको मलाई साडी मन पर्यो त्यति होइन अनि त्यसपछि खै त्यसपछि आउँदैन मलाई लौना ससुरा बा मलाई साली मन पर्यो सविता म्याम लौके सविता म्यामले पोइन्ट पाउनु भएको छ उहाँको लागि क्ल्याप ल ओके अब हाम्रो लास्ट एउटा गीत बाँकी छ अझै अझै बाँकी छ अब एउटा यो लास्ट हो नेवारी होइन हिन्दी चाहिँ आएन नेवारी एउटा आइसक्यो नि सच्ची नेवारी आएन सचिका चिना आयो रेडी हुन्छ म्याम एला लुवा गीतमा मग्न भयो एला लुवया धेरै चुलो छ एला लुवया छन्त सोया धेरै चुलो छ एला लुवया छन्त सोया ल ओके सबैलाई म एक पोइन्ट यो चाहिँ हाम्रो प्रोडक्सन टिमकै गल्ती भयो सबैले एक पुरै पोइन्ट चाहिँ पाउनु भएको छ आउँदैन। सबैजना एक पोइन्ट मेरो लागि क्लास र पूजाले पाएको भएर ल ओके हाम्रो यो राउन्डको विनर हुनुभएको छ हाम्रो सुजा म्याम उहाँलाई सबैजनाले क्ल्याप गरिदिनु होला ल थ्याङ्क यू ल ओके हामी अब सोको अन्त्यतिर पनि आइसकेका छौँ है र हामी अब लास्टमा हजुरहरू हाम्रो अडियन्सलाई के भन्न चाहनुहुन्छ अनि हाम्रो स्काई स्टुडियोलाई के भन्न चाहनुहुन्छ हाम्रो सबैजना आइदिनु होला एकदम रमाइलो छ होइन अरू के भन्ने म चाहिँ ऊ छु ह्याप्पी छु तपाईँहरू पनि कतिको आइदिनु होला के अरे खुसी हुनुहुन्छ हाम्रो के अरे स्काईमा जुम्बा गराउनु भएको छ फेरि एकचोटि फर्स्टको क्वेसन फेरि एकचोटि सोध्न ह्याप्पी नै चाहेको छौँ जस आफ्नो फिट भइरहेछ त्यही हो मेन त हजुर राम्रो लागिरहेछ एब्सेन्ट हुन मन लाग्दैन तैपनि एब्सेन्ट हुनुपर्छ बाध्यता बाध्यता हजुर सुझ्दा रमाइलो छ सबैजना आइदिनु होला जुम्बा क्लास चाहिँ जोइन गर्नै पर्ने क्लास हो सबैजनालाई होइन यस भए पनि गर्ने चाहिँ पर्ने रहेछ यो हजुर होइन हजुर आफ्नो शरीर बनाउनको लागि चाहिँ जुम्बा क्लास अलिक स्लोली भए पनि गर्नै पर्छ आफ्नो लागि पनि टाइम आफ्नो लागि मिलाउनु पर्यो। टाइम त जसरी मिलाउनु त परिहाल्छ आफ्नो लागि त्यति नै भन्न चाहन्छु सबैजना आइदिनु होला होइन पठाइदिनु होला होइन सबै हजुर बच्चाहरू हाम्रो चाहिँ बाबुराहरूको पनि चाहिँ क्लासहरू छ त्यसो पढाइदिनु होला। कतादेखि पनि आइरहनु भएको छ त्यो सर कति रमाइलो गर्नुहुन्छ यस्तो गर्नुहुन्छ भन्दै आइरहनुहुन्छ मेरो छोरा त एक्लै केटा भए पनि आइरहेछ अझ मलाई के भन्छ एकजना केटा साथी खोजिदिनु न भन्दै थियो अब कहाँ खोज्नु जाने मलाई ए ल सरी भने ल्याएको अरे यहाँ सर ल्याउनु पर्यो ल अब हामी एउटा केटा जसरी पनि खोज्छ ल धन्यवाद हजुरहरूले आफ्नो अमूल्य टाइम निकालेर आइदिनु भयो सो हजुरलाई धेरै धेरै धन्यवाद र तपाईँहरूलाई पनि धेरै धेरै थ्याङ्क यू यति भन्दै हाम्रो सोलाई हामी एन्ड गर्दैछौँ बाई बाई